हेलो एभ्रिवान, आज मैले रामेन बनाएको थिएँ कि यो रामेन बनाएको चाहिँ रेसिपी तपाईँहरूले देखाउँछ है त। अनि यो सिन्रामेन हो है। सिन्रामेन चाहिँ मेरो एकदम फेभरेट रामेन हो। यो चाहिँ म जापान आएको लगभग 8 वर्ष पुग्न लागिसक्यो, तैपनि मैले यो रामेन चाहिँ खान छोडेको छैन है गाइजहरू। सायद यो सिन्रामेन मन नपर्ने नेपालीहरू कमै होला। होस्टेल बस्ने बेलामा चाहिँ मैले डेली नै खान्थेँ। आजभोलि चाहिँ हुर्किनु भएपछि चाहिँ कहिलेकाहीँ खान्छु, टाइम मिलाएर चाहिँ खान्छु, धेरै चाहिँ खाँदिनँ आजभोलि चाहिँ। अनि त्यसपछि रामेन पकाएर खानको लागि मैले यो अघि देखाएको सामानहरू सबै काटेँ, रेडी गरेँ। अनि अन्डा पनि बोइल गरेँ। अनि त्यसपछि बिहान चिसो थियो, तातो कपडाहरू लगाएँ। अनि सबैजना केयर गर्नु होला है, तातो कपडा लगाउनु होला। अनि त्यसपछि मैले पानी उमालिसकेको थिएँ। अनि रामेन चाहिँ बोइल गरेर अनि त्यसपछि सुपहरू पनि सँगै एड गरेर अनि सुपसँगै अनि यो चाहिँ अघि काटेको कुराहरू सबै एड गरिदिएँ। अनि त्यसपछि यो चाहिँ पेप्सीले पनि ल्याएको थिएँ, पेप्सी पनि ग्लासमा राखेँ। अनि यहाँ चाहिँ राखेर खान सुरु गरेँ।